हेलो गाइस, नमस्ते सम्पूर्णमा। अब चाहिँ लाग्यो है जन्मभूमि छोडेर कर्मभूमितिर लागिँदैछ। आजदेखि आज मेरो जन्मभूमि मात्र देख्न सक्नुहुन्छ। त्यो मेरो गाउँ हो, कोटगाउँ रोल्पा। कोटगाउँ 6 दाबाङ हो है, रोल्पा जिल्ला कोटगाउँ 6 दाबाङ नगरपालिका, कोटगाउँ नगरपालिका है। अब चाहिँ लाग्यो भनौँ न, अब जन्मभूमि छोडेर कर्मभूमितिर लाग्नुपर्ने हुन्छ। छोराको जात जस्तो भनौँ, छोरीलाई भनौँ न, अब आफ्नो जन्मेको घर छोडेर हैन, आफ्नो श्रीमानको घरमा जसरी छोरी मान्छेहरू आउनुहुन्छ जन्म घर छोडेर कर्म घरमा, त्यसै गरी म पनि जन्मभूमि छोडेर कर्मभूमितिर लाग्दैछु। आज चैतको आज 3 गते भयो है। त्यसैले आज म नि अब लाग्दैछु अब आफ्नो गन्तव्यतिर। कहाँ जाने हो, के गर्ने हो भन्ने चाहिँ थाहा छैन, तर पनि अब जहाँ गए पनि तर गरौँला, केही न केही त गरेर बसौँला हैन। छोरा मान्छे हो, हार खानु भएन है। त्यसैले सम्पूर्णमा मेरो न्यानो नमस्कार। मेरो भिडियो हेर्नु हुने सम्पूर्ण साथीहरूलाई चाहिँ नमस्कार। तर एउटा अनुरोध के छ भने, तपाईहरुले चाहिँ तपाईहरुको घर परिवारले चाहिँ जुन तपाईलाई चाहिँ आफ्नो जन्मभूमि छोडेर कर्मभूमिमा गएर उसले खुन पसिना र मेहनत बगाएर चाहिँ तपाईहरुले पैसा पठाउनुहुन्छ, त्यो पैसाहरूलाई चाहिँ कदर गरेर उहाँहरूले पठाएको पैसालाई चाहिँ तपाईहरुले चाहिँ राम्रोसँग सुरक्षितसँग सबैजनाले राख्दिनु होला भन्ने चाहिँ आशा गरेको छु। र कोही यो मान्छेहरूले चाहिँ के गर्नुहुन्छ भनेदेखि, अब उहाँ श्रीमानले चाहिँ हैन खाडीमा गएर कुनै ठाउँमा गएर मिहिनेत गरेर खुन पसिना कमाएर खुन पसिना बगाएर उहाँहरूले पैसा सेन्ड गर्नुहुन्छ तपाईहरुको नाममा, तपाईहरुको खातामा हैन। त्यो तपाईहरुले चाहिँ राम्रोसँग सुरक्षित राख्दिनु होला, किनकि तपाईहरुको भविष्यको लागि उहाँले यति खुन पसिना बगाएर चाहिँ पैसा कमाएर घरमा पठाउनुहुन्छ। त्यो पैसालाई चाहिँ तपाईहरुले चाहिँ एकदम राम्रोसँग सुरक्षित ठाउँमा हैन, ब्याङ्कमा हुन्छ या केही हुन्छ हैन, त्यसरी राख्दिनु होला भन्ने चाहिँ आशा तपाईहरुलाई सबैजनालाई हात जोडेर यहाँदेखि भिडियो मार्फत म भन्न गइरहेको छु हैन। त्यसैले कसैले पनि कसैलाई केही पुर्याउने भिडियोहरू चाहिँ हैन, त्यस्तो अब सोशल मिडियामा हरेक भिडियोहरू तपाईहरुले देख्न सक्नुहुन्छ। सोशल मिडियामा हरेक भिडियोहरू तपाईहरुमा आइरहेको हुन्छ। त्यसैगरी यो भिडियो पनि सायद मेरो पनि त्यहाँसम्म तपाईहरु कहाँ पुग्ला। त्यसैले राम्रोसँग सबैजना राम्रोसँग बस्नुहोला, सबैजना राम्रोसँग बस्नुहोला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। हस्त, नमस्ते।